सल्लाहरु बेगास उतै मैले देखाएको वाला टिप्नु त हिँड्नु खै कुन भयो मैले फिनिस गरम लाग्यो लामो सुन्तला खान त कस्तो रहेछ कुन चाहिँ कुन हो यस्तो खाले मिठो हुन्छ के त्यो हैन त्यो भन्दा मुले हो त्यस्तो नाको यो ए यो सही मिठो ल ए तेरिका ल त ल खाऊ तिमीले खाने काम ल न माइज अमिला मिठो अमिला यो त अमिलो अमिलो रहेछ ह ए बाहिरको बोक्रा फालेर खाऊ है फेरि पेट अगाउँछ छिटै अन्त दुई चार रात टिपेर बसेर खाम के त्यसरी खायो भने त मार्ला नि यो बुटोको नखाम नखामै खै यो उसो पनि कति झन्दङ झुन्दुङ गरेको थियो होला बाटोको छेउछेउको चाहिँ मान्छेले ऊ छोपिराखेको हुन्छ कि यतातिर अलि ऊ होला कि खासै मान्छे नजानेतिर कौलो कौलो भएको चाहिँ मिठो हुन्छ अरे के तिमीले नपकाउ यही खाऊ है बाबु नखाने तुर्नु खान दिन्न होला पक्ने चाखेर मात्रै गर्नु बाबु चाखेर मात्रै टिप्नु यो यो कुन बुटको गुलियो हुन्छ कुनै बुटको अमिलो हुन्छ क्या ल उसो भए यो चाखौँ है तर हामी छेउछेउको बुटामा आइयो के विकास हो यो मिठो यो मैले थाहा पाएँ यो काट्नु दाना यो एउटा काट्नु त्यो लुगाएर फालिदिनु हुन्छ कि केही हुन त तुर्नै पर्छ भन्ने जरुरी छैन विकास म त टिप्न लगाएको टिप्लाउ के सब त्यस्तो अमिलो छैन जाम्नु छ नि ए ब्लुबेरी छेउछेउको सबै छुन्छ अरे छुन्छ भन्दा नि त्यो हल्लियाको ठाउँमा चाहिँ अमिलो हुन्छ क्या बुढा कस्तो राम्रो हो यो टिप्नु खै खै छामा त ए यो त साह्रो होइन यो एउटा टिप्नु एउटा यो भयो नि यो भयो नि टिप्नु न भयो टिप्नु त यो भनेछ भन्नुहुन्छ यस्तो मिठो छ नि ओहो हातले चुडाएको कि काटेको भने थाहा पाउँछ क्या अहिले गर्ने बेलामा त्यही भएर उ बनाउनु अहिले एउटी बुटाको नटिप के हो यो अब लास्ट हो लास्ट हो खाउँछ नि त है तेरिका तेरिका सकिने बेलामा आएर ए त नि ल यो भरि टिपम र अनि खाम है सकिएको खाएर जाम सकिएको खाएर जाने नखाएको बदाम बुन्नु फालेर जाम ए उ त्यहाँ उ लोगुन ठाउँ रहेछ उ अमिला उ त्यहाँ ढुङ्गा मुनि छिटो गर्नु न अरे तु बिहान लाए फेरि लाने हैन कुन त लाने न तु बिहार बस्छ यार ए झोलाको खिच्दिनी हो ए खै ल ल जानु उता गर्दिनु सुन्तला टिप्याको खिदिन्छु सुन्तला बगैँचामा आएको भने अझै यता हेर्न भन्नु होइन कहाँ यता हेरेर त फेरि ऊ हुन्छ नि टिप्यास हेर्नु पनि त हो नि टिप्न लाग्यो भने हेर्नु न यता जयलाई ल ल हेर्नु माइज हातले यस्तो नछेक्नु हो त्यसरी ल ल नतम्की त त्यसै टिपेर गरिन् गानी मैले सुन्तला टिपेको भिडियो गरिदिन्छु क्या लाइभ गर्नु लाइभ तिमीले गरिदियो भनेको गर्दैन ल माइज अलि राम्रो छान्नु त पहिले
टिपटिपी हुन्छ कस्तो छ त्यो राम्रो छैन आमा यो त उ भरेछ के त्यो गक्रक्क भएको त्यो कुनामा जानु त्यो लगारमा तिनटा त्यो भयो ल छोपा झोला छोपायो म त्यही राख्नु कि केही हुन्न त्यही बगरमा हो त्यो भित्रको लगारमा हो त्यहाँ त लटरम्मै फल्यो त हुन्न माइज हो माइज जापानमा आएर सुन्तला टिप्नु भयो कहिले सुन्तला अलिअलि छाम त अलिक गिलो जस्तो भयो भने हो त्यो मेरो राम्रो हुन्छ कि त्यो ल यसमा राख्नु माइज ठुलो हो सुन्तला पनि तिमी तलबाट जाऊ तिमी बाबु बोक्ने काम हामी चाहिँ सुन्तला टिप्छौँ माइज ऊ यो हेर्नु त ऊ यहाँ माथिको यसो ऊ अन्त कुन हुन्छ त्यो हो त्यो छाम्दैछ कस्तो साह्रो छ भछोडिदिनु खै कुन्नी त चिल्लो राम्रो हुन्छ नि पातलो बोक्रो चिल्लो अलिअलि पातलो बोक्रो छ कि चरा भागेको यहाँ त्यो काँडा हटाउँछ कि यिनीहरूले त्यो त्यही भएर काँडा छैन ए यो राम्रो रहेछ यो टोकरीभरि लान पाइन्छ यो टोकरीभरि टिप्ने अनि पछि उता माथि लगेर अनि त्यसको पैसा तिर्ने रे के ओ सुस्मिता गुरुङ कता हो तिमीले यहाँ त्यो नचुड है चुड्यो भने त त्यो थापो छ नि माथि गएर दिने हो ए माथि हेर्नु त माइजू यता यता छ माइजू माथि आऊ माथि त्यहाँबाट माथि चढ त यता हेर्नु मौसमी जस्तो छ त सुन्तला पनि ए यो त फोक्से छ है खाने हो कि आऊ यहाँ बसेर आऊ ए ल अन्त ल ल भन है हात त्यो मान्छेले फास्टै बोल्ने अनि ल ल आऊ सुन्तला आऊ तिमी सुन्तला आऊ त तिमी चुप लाउँछ अब त्यो मान्छेलाई फेरि लगेर फर्काउनु भयो फर्काएर लानु भयो सुन्तला पनि हो यो सुन्तला त मिठो छ होला यो सबले यो बाटोमा हिँड्ने बाटोहरूमा भएको चाहिँ त्यो हल्लिएर अमिलो हुन्छ क्या त्यही भएर झर्ने बाटो हो मैले त्यो तलपट्टि फलामले अड्दै देखा यहीँ के यता हातै ल बाबुलाई यहाँ छोडिदियो सुन्तला कहाँ रहेछ यहाँ हेर्नु पाल पारेर खा बाबुलाई नदेखाउनु त्यो कैँची यो गरिदिनु न यहाँबाट निकाल्नु हुन्छ होइन ल तान्नु ल ल बच्चा ल बच्चा तिमी सुन्तला खाने हो मेरो भाग भयो है बाबु बोक्ने
ल आख बाबु यो मिर्छ सुन्तला होला त होइन यो मिठो हुन्छ ओहो बाबुलाई त सुन्तला त अब त बाबु सुन्तला कस्तो छ मिठो छ बाबुले खानु दिएको मिठो नमिठो थाहा पाओस् ए अहिले लास्टमा खानु सबै सुन्तला खाऊ आम्मा गर सबै आम्मा गर सानोले सबै खाऊ बाबुलाई छ पता म यो उता फिट गरेर राखेँ आमालाई चाहिँ आमाले छाप्छ कि यहाँ मलाई एकछिन खानु दिनु छोडेर जाने कि बाबुलाई सबै नानी अनि नाच्न लाग्यो त्यो चाहिँ खोलामा डुबिराखेछ फोनसँगै केटा त तलै नाचिरहेको छ हो यसको टिकटक चाहिँ भाइरल हुने भयो पछि त खोलामा फोन त हाम्रो भिडियो छ र त्यहाँ आहा विकास खै म कहाँनिर गएर म त छैन ए भयो छोराले नि कत्रो सुन्तला डल्लै ओहो टोपी लाउँछ जाडो भयो सानो कस्तो लाग्दैछ सुन्तला फार्ममा आएको ए बेसरी सानो रहेछ सुन्तला खाइदेऊ सुन्तला खाऊ तिमीले सुन्तला खाइदेऊ छोरी सुन्तला हाम्रो सानोले त सुन्तला खाएको देखाइदिएको ओहो बाबा सुन्तला खाइ ल खाइदेऊ फेरि खाइदेऊ सानो सुन्तला खाइदेऊ तरिका म त अगा कहाँ खानु अरे खानुपर्छ के र फ्रीमा पायो भनेर उ गर्न खोज्ने सब खान खोज्ने यो तुरेर अर्को चुपेर नै त्यो तुरेर ल यहाँ पनि छ तुर सकेन न भाउ दाँतमै लाग्ने कि चिसो भएर दाँतहरू त बिहान बुरुस गर्ने बेला नि त्यो तातो पानी हो नि झनन्न गर्छ कि मेरो दाँतहरू त त्यही भएर पानी त तातो पानी लिएर त्यही भएर अहिले त मैले बुरुस गर्नै छोडिदिएँ भन्नु लाग्नु क्या होइन बुरुस त गर्छु बुरुस नगरिकन कस्तो खाना पनि मन लाग्छ यस्तरी बुरुस गर्छु मलाई त मुखै मिठो हुन्न सुर्ती खाँदा खानै मन लाग्दैन अन्त अरे रातिमा चाहिँ खान्छु उठेर टाइममा खान्छु रातिमा पनि निन्द्रा छोड्दा टोइलेट जाँदा उ गर्दा अनि फेरि बिहान भएपछि चाहिँ बुरुस नगर्दासम्म मिठो हुन्न कि उक्क पार्छ हो यसले त कति चुसेछ चिसो भयो त्यसलाई नदिनु विकास त्यहाँ होइन दुध चुसे खाउ भरे सेकिदिन्छ उहाँले खाने ल खाऊ सुन्तला खाऊ
छोराले सुन्तला खाएको छोराले सुन्तला खोलिदिउँ ल म खोलिदिन्छु ल यहाँ पम्म गरेर खाऊ ल पम्म गरेर खाऊ तेरो मम्मीले सुन्तला खान्छ लड्छ है त्यो खसेर के त्यही टिपेर आफैले फाल्छ आफैले खान्छ फोहोर लागेको भनेर नि हेर न कस्तो बाटो छ है यो त्यहाँ खानला पनि आऊ च्याप्पा हो मेरो छोरीले त कति खाइ सुन्तला पनि कति खाइ सुन्तला आऊ तिमी धेरै नखाऊ छोरी भयो चिसो हुन्छ सानो भयो कस्तो गाह्रो भयो मुत्नको साथमा ल विकास सुन्तला खानु है त्यो बसेको बुढी बच्चा चाहिँ रस राख्दै लाएर सुन्तला खानु यहाँ मलाई प्लास्टिक फालिदिनु विकास तपाईँको काम कति मिठो रहेछ यो वाला खानु त विकास साह्रै मिठो बरफै जाने सुन्तला साह्रै मिठो गुलियो छ होला निलै भन्छ केटाको हात त बिचरा कपडामा चुया पुरै के गर्नु त चुहिएछ एप्रोन लगाइदिनु पर्ने हो एप्रोन लगाएर बोलाउने होला लगाउनु पर्ने ए बा चुहाएर त चुसेछ अनि भएन चुसा चिसो हुन्छ हेर्न चिसो हुँदैछ हात कस्तो चिसो भन्छ केटाको हात भयो चिसो भयो यसलाई त ले बाबु फाल्नु बोक्रा छ तानेर फाल्नु बाबु हाम्रो त यहाँ भएन यसलाई समात आऊ त म टिस्यु निकाल्छु बोक्रा लौ कस्तो चिसो भएछ बिचराको हातमा ए यो यामाजाकी हो छट बाबु छट छैटमा छान्नु त हात त ए बिचरा हिउँ परेछ हिउँ पलिछ तिम्रो हात त हिउँ पलिछ मुखमा पनि हिउँ पलिछ लानु बे घाट खाऊ जाडो थाल्यो नि सुन्तला पेटमा अन्त डकार आउनु लाग्यो डकार्दा नि सुन्तला पानी आयो त्यस्तो हुने खाऊ सुन्तला सखा पार्छ क्या मलाई त टिप्न मात्रै रङ्ग लाउँछ कि यो जे मलाई नि त्यही हो क्या टिप्न मन लाग्छ नि पहिला सानो हुँदा नि सबै टिपिदिएर भोइभरि गरेर भाग्थ्यौँ गाली गर्थ्यो लाठी ढामा भन्ने हुन्थ्यो अमिलोहरू बेलाउँथ्यो खोला तरै जाने हाम्रो घर पछाडिको माथि काठको पुल थियो भण्डारीको घर त्यो बेलामा अनि त्यही भोटे दाइको दिदी सासू र म खुट्टामा खुट्टैभरि घाउ अनि खुट्टामा प्लास्टिक बान्यो अनि खोला तरै जाने पारी अनि त्यो भोटेहरूको पारी चनाहरू सुरु हुन्थ्यो कि कुट्ली बसाहरू फल्थ्यो कि हुन्थ्यो अनि भोलि केमा काम लाग्छ र केमा पनि काम लाग्दैन त्यो त्यसरी पानी होइन नि अनि त्यो दालमै मिसिएर आएको हुन्छ क्या कुट्लीको सानो दाल हो दाल जस्तो हो तर त्यस्तो खास दाल त हुँदैन खास दाल त उसै हो नि के अरे मसुर हो तिनीहरूसँगै उस भएर आउँछ कि त्यो आफै उम्रिने हो रोप्ने त होइन अनि लखट्ने भोटे बाले भोटे दाइको बाले ढुङ्गाले हान्थ्यो पारीबाट यता यो उसको घरतिर प्रियङ्काको घरतिर भयो म खान्न है अब म खान्न आँखा झम्काइदेऊ नि त आँखा झम्काइदेऊ आँखा झम्काइदेऊ फेरि त्यो बाउ छैन जे भन्नु त्यही गर्न दिएर हो कि बाउभन्दा हुरुक्क गर्ने होइन मैले एकचोटि हप्काउनु पर्छ आउँदै आउनु कहिले सानो
मैले त गाली गरेँ नि आउँछ फेरि मसँग धेरै टाइम बसेको भएर नि बिचरा कसो गर्नु सुन्तला त ल बाबुले त सुन्तला त फालिदियो नि सुन्तला त फालिदियो नि छोरा फालिदियो सुन्तला फालिदियो ए सुन्तला फालिदियो विकास यति अटाउँछ त्यो प्लास्टिकमा जाडो भयो मलाई त सुन्तलाको अम्म खान्न अब बाबु बोक्नु गर्नु हामीले टिपिदिन्छ नि अब म पनि त टिप्नु पर्यो मैले एउटा टिपेन ल टिपन त टिप टिप्नु जान्दैन सियान पनि आयो त्यो त कहाँ ल बाबु बोक्छु है मैले सुन्तला टिप्छ भने टिपाके म त टिप्दैन जाडो भयो ल त्यसै बाबु बोकेर बोकेर चेन लगाऊ के त्यसको हातले त कस्तो हिउँ जाइ बस्छ त्यस्तो चिसोमा चिसो धेरै खाएपछि नि हुन्न त म त खानु सुन्तला म लग्दैन लगेन भने पैसा तिर्नु पर्दैन पर्छ भने त लाने नि भोलि त्यो उसलाई दिने त्यो बाबुलाई पनि लयो भने त्यो उसलाई के अरे त्यो बाबु नानीको नाम शारदा होला हजुर हजुर सुन्तला टिप्नुहुन्न र छानुले सुन्तला टिप्ने होइन होइन ऊ त्यो बुटोमा भनेको सपना देऊ त अनि बाबु देऊ गरिदिनुहुन्छ बाबु यसलाई नि ब्यागमा हालिदिनु नि त्यसको हात छामा त नानी कस्तो चिसो भएछ खुट्टा बाउडेको खुट्टा उठेको बाबुको हात कस्तो रातो भएको है चिसोले नि यहाँ हेर्नु न विकास यहाँ हेर्नु न बुटामै खानेको त्यो फोटो खिच्दैन कस्तो खो यता फर्क्यो नि यता तिमी यताबाट खिच्नु सुन्तला टिपाके ल कता टिप्नु यो अलि बजाइदेऊ तातो हुन्छ अलि जोड जोडले बजाउँछ यो कैसे अझै एउटा खै यहाँ मेरो यहाँ तलबाट लाउने लाग्दैन होला लाग्ला झाइ त लागेन यसो गर पर्दैन भयो त्यस्तो जानु ल सानो यता पनि यहाँ सुन्तली कति बन्नेसँग गाडेको रहेछ यो ए त सानोले सुन्तला टिप्ने अरे मेरो बाबुले अब सुन्तला टिप्छिन् सुन्तला बाबुले सुन्तला टिप्नु लाग्यो छोपा सानो छोपा यच्चो गरेर सुन्तला ल हाम्मा गदेऊ